यो पनि त भ्यू चाहिएको थियो नि त गजबले हैन This is a 5-star hotel. And do you know what is the meaning of the Taj Mahal? नो आइडिया सो बेसिकली उहिलेको महल भाइ दामी 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 हामी पनि दामी 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 ल सेक्युरिटी चेक चाक पछाडिको एन्ट्री हेर्नु त बहिनीको यहाँ पर देखिन्छ कि त्यस्तो टाढा त छैन नि त यहाँ सुन्नु होला ताजको बगैँचामा युगल जोडीहरू हिँडिरहेका छन् अहिले Hello, namaste and welcome back to the channel everybody. This is Rider 6B aka Chavi Dakal. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला गाइस म पनि एकदमै फ्यान्टास्टिक छु। अब आजको हाम्रो यात्रा भनेको चाहिँ नि वृन्दावनबाट आगराको हुन्छ। सर्ट एन्ड स्विट 1-1.5 घण्टाको ड्राइभ छ। गाडी मगाएको चाहिँ आउँदैछ ब्याग्सहरु निकाल्ने क्रम भइरहेछ अहिले। अनि आगरा बस्छौं हामी एक रात। भोलि चाहिँ नि यसो हेर्छौं वर्छौं अनि त्यहाँबाट दिल्ली प्रस्थान गर्छौं। So let's get the vlog started. होटल आइपुग्यो हैन होटल चाहिँ यही हो होटल ताज आगरा भनेर हैन 5 तारे होटल राम्रो छ स्विमिङ भएको भनेर लेखेको छ आज चाहिँ स्वागतको लागि टिका सिका लगाइदिएर चट्टचक्कै ड्रिङ्क्स दिएर हैन अब हामी चेक इन गर्दैछौँ यहाँ अहिले होटलको भित्र लबी यस्तो रहेछ दुई रुपैयाँ दामी लाग्यो मलाई चाहिँ एकदम वेयरिङ एरिया पनि पछाडि गेस्टहरुको ल सेकेन्ड एरिया पनि दामी ल गाइस हामी अहिले होटल रुम भित्र छिरिसक्यौँ हाम्रो होटल रुमको भ्यू चाहिँ यस्तो छ होटल ताज आगरा हैन सबैभन्दा पहिला बाथरुम हेर्न मन लाग्छ अहिलेसम्म बसेको मध्येको सबैभन्दा सफा बाथरुम देख्न पाउँदाखेरि साह्रै खुसी लाग्यो This is a 5-star hotel. My first time. पहिलेको experience. Spa छ, arcade छ, kid room छ, दुईटा पुल छ. एउटा पुल चाहिँ ताजमहलको भ्यू छ. सबै छ अनि शपिङ पनि छ. स्पा अनि सफा पनि छ. सफा पनि छ. सबै हुन्छ हैन ल. एनीवे किनभने अभियसली अब वृन्दावन बनारस भनेको ठाउँ अनुसारको होटलहरु हुन्छ मान्छेहरु एकदमै आवाजावत गर्ने त्यस्तै हैन तीर्थयात्रा गर्ने अब बुढाबुढी मान्छेहरु त्यस्तो सबै हुने थियो नि त प्लस सानो ठाउँ साँगुरो भएर त्यस्तै छ यहाँ चाहिँ गजबको ल रुम यस्तो गजब देखिरहेको छ मोर टुरिस्ट एरिया भएर हैन त्यसै टुरिस्ट एरिया भएर चाहिँ यस्तो छ अब खासै बाहिरको भ्यू चाहिँ त्यस्तो गजबको चाहिँ छैन तर पनि ओके भ्यू नै छ यहाँ चाहिँ हाम्रो पुचेलाई स्विमिङ पुलको खटपटी भएर हामी यहाँ खोज्दै हैन यहाँ यो सेकेन्ड फ्लोरमा एउटा स्विमिङ पुल छ भनेको थियो अघि नि यहाँ रहेछ तातो पानी छ नि टक्कसँग बसेको होटलको बाहिर छौँ हामी हैन यहाँनिर पर्खिरहेको ड्राइभरलाई आउनु पर्ने हो भनेर कल त मारेको छु बाहिर घुम्न जाने भनेर तर जे होस् यो चाहिँ ठुलो ठाउँ भएको हैन ठुलो यसमा फैलिएको मजाको होटल भएको भएर अरू जतिवटा होटलमा हामी बसेको थियो सानो कुचुरको ठाउँ बल अस्तिको एउटामा त ठाउँ त ठुलै थियो तर पनि ल बर्गरकै आइपुग्यो हैन कहाँबाट कहाँ This guy is excited to eat. And I'm excited to eat Burger King after a long time, right? घर छोडेदेखि पहिलोचोटि दबाएर खाए अब हामी चाहिँ अहिले आगरा फोर्ट जाँदैछौँ हैन बाटामा देखा पर्दैछ तर भित्र क्यामेरा लान्ने मिल्छ कि मिल्दैन भन्ने कुरोमा चाहिँ थाहा छैन अब त्यो चाहिँ बिचारै काट्नुपर्ने छ तर जान चाहिँ हामी यहाँबाट भित्र बसेर यता गएर टिकट लिएर तर अब यहाँ गाइडको यस्तो चक्कर छ नि दिमाग खराब हुनेवाला छ क्या त्यही भएर यहाँबाट भित्र बसेर घुमेर फर्किने हो त्यत्रो धेरै बेर पनि हेर्नु छैन एकछिन त्यस्तो धेरै छैन ठक्कै हामी अहिले चाहिँ नि आगरा फोर्टभित्र पस्दैछौँ यो 2-2.5 किलोमिटर जतिको चाहिँ उयो हुन्छ फोटो यहीँ खिच्दा हुन्छ कान्छे हो कि 2-2.5 किलोमिटर जतिको चाहिँ नि तपाईँको यात्रा छ तर पनि हामी आफै गर्छौँ गाइड नलिने किनभने गाइडहरूले दिमाग खराब गर्छ कि यहाँनिर अहिले अब यहाँ कुरो के छ भने नि भित्र ट्राइपोडवाला केही पनि अलाउड छैन अरे गोप्रो निकालेर माथिको टाउको मात्रै लानुपर्ने अरे हैन त्योभन्दा त फोनै गरेर भइहाल्यो नि यसलाई किन यसो गरेर लगिरहनु भनेर ट्राइपोड हो भनेर दिएन क्या उसले मलाई अर्को Insta360 पनि सेम कुरा भयो सब हटाएर यिनीहरू निकालेर लिएर जान्छु होला है
हातैबाट गोप्रो यसरी बोकेर हिँड्नु पर्ने भएको छ होइन। ब्याट्री पनि आधीभन्दा कम छ तर अब केही छैन। यहाँ सिक्युरिटीबाट भित्र गएर भित्र जतिसम्म हुन्छ त्यति नै हेर्ने हो। केटाकेटी अघि नै पसिसकेँ त्यहाँ कुरा भन्दै गरेको छु मैले त्यहाँ जम्मा गराउन्जेलसम्ममा। हुन्छ सर अभी वही जमा करवा के ट्राइपॉड वगैरह सब कुछ रखे आए ना हम तो। ठीक है क्या कमांड था? कैमरा वही ट्राइपॉड रखवाया था क्या? माइक है ना, ट्राइपॉड वगैरह तो रख दिया सर। ये तो कुछ नहीं है, लाइटें लगा हुआ है। निकालिए इसको। अरे सर क्या बता रहे हैं आप? हाँ, इसको लो आप जेब में रख लो, लगाना मत, ठीक है? हाँ इसमें कुछ है ही नहीं। ठीक जाओ। हो गया धन्यवाद। ल हाँ गाइडहरूले दिमाग खराब गरेर आएको यहाँ। हो जाएगा हो जाएगा। गाइड होती सर, गाइड से बेस्ट है। हो गया अभी हमारा तो। सॉरी हो गया सर। अच्छा अच्छा हाँ देखिए काफ़ी बड़ा फोर्ट है सर, 16 पैलेस है सर, अच्छा फोर्ट है सर। हाँ। ताजमहल एक सिंगल बिल्डिंग है। हाँ अब फेरि पनि यताभित्र लागौँ। मैं खुद ही गाइड हूँ सर, मैं खुद ही गाइड हूँ। मैं खुद ही गाइड हूँ अपना। ल हेर्नु त यहाँ अब यो भनेको चाहिँ नि उहिलेको समयमा अब के भन्छ राज्यहरूको चाहिँ लडाइँ हुन्थ्यो, राज्यको लडाइँ हुन्थ्यो, के हुन्थ्यो नि त होइन। अनि त्यो भएर सर नेपाल से हाँ नेपाल से ताल्लुक रखते हैं हम। ऐसा लग रहा है सर। हाँ ताल्लुक तो वहीं से रखते हैं। मैं जानता हूँ सर। कोई बात नहीं सर। सर सुनिए सुनिए सर। इट्स ओके सर, आप छोड़ दो ना मुझे, आप छोड़ दो ना अभी। हाँ, चलो चलो हाँ। अरे यार क्या चक्कर। अभी 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 उनको नो बोला। मैं इधर ना एक पर्ची लगा के घूमता हूँ नो बोल के। सही है। अरे यार देखने से ज़्यादा तो ओके सर। त्यही भनेको अघि उसले त्यही भएर तिमीहरूको दिमाग खराब गर्छन् नलिनु भनेर। उहाँहरू गएर अब हेरेर चाहिँ लेखा हुँदैन। हामीले किन लेख्नु पर्यो हौ। अहिले राजा महाराजाको पालामा चाहिँ नि हुन्छ नि अब एउटा देशले अर्को देशलाई आक्रमण गर्ने त्यो बचाउन लागि भित्र चाहिँ क्षेत्र तयार गरेर होइन वरिपरि चाहिँ यस्तो यो अब यो मैदान छ नि यो सबै वरिपरि सैनिकहरू राखेर सुरक्षा गर्ने त्यो हो। सो बेसिकली उहिलेको महल भाइ। अनि अब यो पछाडि स्विमिङ गर्न जानुपर्छ। एकछिन हेरेर हेर्दा यस्तो कुरा नै प्रि हिस्टोरिक। यहाँबाट उभिएर खिचिदिउँ न फोटो। राजाको सबै ठकठक नाम त म गाइड हो र भन्नलाई। अघि म यो गाइड भनेको बुढीले त सोध्न पो थाल्यो नि त यार के भएको यस्तो कुरो। कुरो गाह्रो छ यहाँ कोही गर्दै हिँड्दैछन्। कुरो गाह्रो छ यहाँ। यहाँहरू तपाईँ यहाँ पारिबाट यमुना नदीको किनार हेर्न आउँदा यता शीतल हावा आउँछ। पर के देख्यो बहिनी के देख्यो पर ऊ पर के देख्यो यता यमुना नदी आगरा किल्ला हेर यहाँ तलमा सैनिकको मान्छे उताबाट एट्याक गर्न आउनु भनेर दिवार 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 बनाएको हुन्छ लेयर लेयर लेयर। अनि यो त राजाको दरबार हो नि त उहिलेको। यहाँ त कोठा कोठा रुम रुम होइन के छ यहाँ त अगाडि हेरिन्छ भाइ। ऊ त्यहाँ माथि सोल्जर्सहरू बसेको हुन्थ्यो ऊ त्यहाँ माथिबाट इट्स लाइक अ वाच टावर। ल यो माथि माथि आर्मी बसेको हुन्थ्यो माथि माथि सिपाहीहरू चौराहरू। हेरौँ यताको भैया ना सारा खिला रहा है अभी देखो यहाँ ये पिक्चर पैसा नहीं सर हो गया जाउँला यस्तो गरेर। अब यो आगरा फोर्टलाई हामीले भाइ भाइ भन्ने बेला भएको छ। बाहिर निस्केर ट्याक्सीवाला पक्रेर जानुपर्ने हुन्छ। मम्मी भन्दा खतरा भएछ हिन्दी बोल्दा। आमालाई पास गाडी हेऱ्यो भने होइन मैले हमारा पास तो गाडी है तो। ल गर्मीमा गाडी पर्खिरहेको छ चोकमा। गाडीवालाले छोडेर गएको थियो अब आइपुग्नु पर्ने हो। गर्मी यस्तो धेरै छ 32 डिग्री सेल्सियस तर हाम्रो गाडी आयो यहाँ जे होस्। ल
Very good morning guys. This is the next day. हामी स्टिल आग्रामै छौँ. आज ताजमहल हेर्न जाँदैछौँ. हिजो चाहिँ हामीले आग्रा फोर्ट हेऱ्यो क्विकली किनभने गर्मी अति नै थियो. अहिले बिहानको 8:20 भयो. खासै हाम्रो टार्गेट 7:30 सम्ममा चाहिँ ब्रेकफास्ट लिएर हैन अनि निस्किने भन्ने थियो. तर अब त्यही हुन्छ, बिहान उठ्नलाई अलि गाह्रो हुन्छ. यत्रो जना जनताहरू छन् मेरो हैन. बट लेट्स गेट गोइङ. लेट्स गो टु ताजमहल टुडे. अब ब्रेकफास्ट पनि भयो हैन. ब्रेकफास्ट खायो. अब भनेको चाहिँ नि 9 बजे छ. 9 बजेर 5 मिनट गयो. ब्रेकफास्ट खाने एरिया यहीँ रह हैन. ओलाटो भनेर रेस्टुरेन्ट. अलिकति हामी नन भेजी टाइममा आएको भएर सही भयो. आपको बाहर का लगेगा? वीजा है वीजा. हाँ बाहर का लगेगा. बाहर का लगेगा। बाहर का लगेगा. क्यानाडा का बाहर का लगेगा. ल अब हामी चाहिँ ताजमहलतर्फ लाग्यो. भाइले हामीलाई यहाँ इस्ट गेटमा छोडिदिन्छन् हैन. अनि त्यहाँनिर अब एकजना गाइड पनि लिन्छौँ आज चाहिँ. ल कान्छी अनि गाइड पनि लिन्छौँ. बाहिरको टिकट काट्नुपर्ने हुन्छ. अब हेरौँ कस्तो छ हालत हैन. इनको फॉलो करते जाइए सर. ल अब हामी भित्र जानुपर्ने हैन लाइनमा. गाइड चाहिँ नि हामीले पहिले पक्रेको छौँ. खासै गाइड नपक्रिनु भन्छन् तर पनि अब आज अलि इजी होस् भनेर छिट्टो होस्. चेकआउट गर्नुपर्ने छ नि 12 बजे. भाइले मलाई हात समात्छ. ओके बेबी. ल यहाँ गेटसम्म छोडेपछि फेरि यस्तो बसले भित्र लाँदो रहेछ गल्फ कार्डले हैन. दामी 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 दामी. हामी पनि दामी दामी दामी. जेसम पनि दामी दामी दामी. सबैजना दामी दामी दामी. हामी आग्रा जाने हामी. Look भाइ horse riding. You saw that? Horse buggy. यहाँ लाइन लाग्नु पर्यो हैन. अनि यहाँ टिकट लिइसके पछाडि अनि त्यहाँबाट जानु पर्यो. लकरमा राख्नुपर्ने हुन्छ कि खालि पनि यहाँभित्र ट्राइपड अलाउड छैन भन्छ खालि पनि हैन. ट्राइपड राख्न लागि कि चाहिँ यहाँ आएर अब यहाँभित्र लकरमा राखेर जानुपर्ने हुन्छ. हो क्या? चलो थ्याङ्क यू सर. ल भयो अब डिपोजिट भयो कि. ल सेक्युरिटी चेक जाक पछाडिको एन्ट्री हैन. हामी अहिले पूर्वतर्फको गेटबाट पस्यौँ. पश्चिमको त्यता रहेछ. अनि यहाँ मेन गेट छ यता ताजतर्फ जानेको हैन. यो वरिपरिको कमराहरू चाहिँ सबै वर्कर्सहरूको लागि बसोबास गर्नको लागि अरे यो. ओके जो लेटर दिख रहे हैं दैट्स ऑन ऑनिक्स. इट्स कॉल्ड ब्लैक ऑनिक्स. ओके ये सारा स्टोन आया था सब बेल्जियम से फ्रॉम. और जब भी आप ताज में नाइट में आते हैं द फुल मून टाइम ये सारा स्टोन्स दे स्पार्किंग लाइक अ फायर सर. या इन द नाइट टाइम बट नॉट इन एवरी डे ओनली इन फुल मून. अच्छा कितना पीस कर पीस. Just do your hands. Shahrukh Khan pose. हेर्नु त बहिनीको यहाँ. कति राम्रो देखिँदैन. लाइक द्याट. यसरी राख्छ हो त्यसरी. 4-5वटा फोटो लिन्छु. 100 रुपियाँ गोटाको भनेको होइन. खिच्दा खिच्दै 24वटा नानीको यताको फर्केको, बहिनीको यता फर्केको, म्याडमको यता फर्केको. शाहरुख खान पोज, डायना पोज, क्या पोज होइन. तर जे होस् यहाँ फेरि आइँदैन नि त. फेरि लाइक अब आउन त आइएला, कहिले आइएला, वी नेभर नो राइट. सो इट्स गुड. इट्स अ गुड मेमोरी. अब एंड डू यू नो व्हाट इज द मीनिंग ऑफ द ताज महल? नो आइडिया. ताज अब ताज बोले तो सर का ताज हो ना. क्राउन और महल is a palace. Yeah. We call crown palace. Crown of the palace. Second, it's called symbol of the love because it's built for the third wife. She's named Mumtaz. Okay. So why is it built for the Taj Mahal just for the third wife, not the first two wives? Right? No children, no child. She's the third wife. Mumtaz had 14 babies. Oh. That's the reason they built for the Taj Mahal for the third wife. Look at the building on the right. That's a beautiful guest house. Okay. Directly on the left behind the tree, it's a mosque. Okay. So every Friday, Taj Mahal is closed. So yesterday the Friday, it's closed on Friday. That only local Muslim people allowed to be pray here. Prayer. Jumma, right? Friday Jumma. That's why it's closed on Friday. एउटा पंगा के भयो भने हामीले त्यहाँ माथि जाने पनि टिकट लिएको थियो के. त्यो टिकट चाहिँ नि कागजमा दिएको थियो. मैले यहाँ गोजीमा हालेको थिएँ. Insta 360 X5 थियो मसँग गोजीमा. त्यो निकाल्दाखेरि कहाँ खस्यो अब थाहा पनि छैन. त्यो माथि जानेवाला थियो. अब त्यो माथि जाने टिकट भएन त. के नो बिग डिल. यहाँ आएर ताजमहल नहेरिकन हैन. ल यतापट्टिको एउटा गेट रह एउटा हैन. अनि त्यहाँदेखि अर्कोपट्टि उता अर्को. यहाँबाट हेर्नु त
ताजमहलको होइन ट्राइपड ल्याउन दिएनन् के छ र यहाँबाट यसरी खिचेर जानु पऱ्यो भनेर केटाकेटीलाई अति नै गऱ्यो भयो अरे त्यो भएर उनीहरू यता हिँड्दै हिँड्दै जान्छन् या उता कहाँ बस्छन् उनीहरू पर हिँड्दैछन् मैले चाहिँ यति आइसकेर म यहाँ भिडियो खिचेर मात्रै जान्छु भन्ने फ्रन्ट गरेको छु कि सो त्यति त नखिची त भएकै छैन नि त गर्मी भयो ल यो पनि त भ्यू चाहिएको थियो नि त गजबले होइन यहाँबाट हेरौँ त यो पानी कस्तो सङ्लो कस्तो राम्रो देखिन्छ नि त पिक्चरमा त्यो अरू बेला होइन अहिले त फोरी पो रहेछ त पानी त अहिले त फोरी पो देखिन्छ अरू बेला कस्तो राम्रो सङ्लो सफा देखिन्थ्यो कि गजबको देखिन्थ्यो भ्युज गर्मी छ दिउँसोको खेर आउन चाहिँ अलिक गाह्रै रहेछ अहिलेको वेदर टेम्परेचरमा चाहिँ होइन अब अहिले 10:36 भयो टेम्परेचर तपाईँको कति छ हौ यो नोटिफिकेसनले गर्दाखेरि नथिचिन्जेल हेर्न पाइएन कि बट ल ताजमहलको भ्यू पनि आज गरियो होइन हेऱ्यो परको गेट त्यस्तो देखेको छ यतापट्टिको गेस्ट हाउस अरे अघि उसले एक्सप्लेन गर्दै थियो उता पनि त्यस्तै सिमेट्रिकल छ जतापट्टिबाट हेऱ्यो पनि ताजमहल जतापट्टिबाट हेऱ्यो पनि उस्तै देखिन्छ खासै त्यस्तो डिफ्रेन्स देखिँदैन भनेर भनेछ त्यही पनि होला सायद अब हामी यहाँ बिचमा गएर पिक्चर्सहरू पनि यहाँ माथिबाट खिच्नेको त्यस्तै लर्को छ यहाँ पानी भरेको हुन्छ यो पानी चाहिँ निकालेको रहेछ अहिले खाली रहेछ यहाँनिर चाहिँ यस्तो देखेको छ ट्याक्क बिचबाट त्यो पर देखिन्छ कि त्यस्तो टाढा त छैन नि त यहाँ धेरै नै टाढा भयो जस्तो फिल देखिँदो रहेछ कि यहाँबाट मेरो छोरछोरीहरू यहाँ रहेछन् होइन होला ताजको बगैँचामा युगल जोडीहरू हिँडिरहेका छन् अहिले हेर्नुहोस् त वी जस्ट गोना गो टेक अ लुक एट द ह्यान्डिक्राफ्ट इनसाइड एयर कंडीशनिंग रूम वाला जैसे क्या कि मतलब ये धूप में भी कूल रहे ना यस्तो डिजाइन गरेको छ कि मतलब होइन विदाउट एयर कंडीशनिंग द होल थिङ रिमेन्स कूल मान्नै पर्छ कि एन्सियन्ट कहिले गरेको हो होइन कितना 500 साल से भी ज्यादा हो गएन 400 साल पुरानो भनेको सम्झ्यो त्यो खेरको समयमा यस्तो तरिकाले बनेको भनेपछि अब सम्झ्यौँ होइन केटाकेटीलाई पर शीतल ठाउँमा छोडेर अब फेरि लकरमा राखेको थियो नि त ब्याग ट्राइपडहरू होइन त्यो लिनलाई फेरि जाँदैछौँ कि हामी अहिले हेर्दैछु नि कस्तो दामी देखेको बहिनीलाई खोइ लगाएको चस्मा ओके आई वान्ट टु पुट इट अन हातमा बोकेर हिँड्ने होइन त लगाएर हिँड्ने हुँदैछ इतना भी नहीं है मैं ही देख लूँगा थोड़ा मैं बस देख लेता हूँ देखो ये देखिए सर यहाँ पर डेमोन्स्ट्रेशन है अच्छा जो बना रहे हैं इधर अच्छा सेम फैमिली उसी फैमिली से बिलोंग करते हैं जो कि ताजमहल में 700 साल पहले वॉल बनाए थे ये वॉल देते हैं ना भैया जैसे सब फिनिश आर्टिकल एक बनाने में तो बहुत टाइम लगता होगा जी भैया जैसे कि आप ये देख रहे हैं इसमें करीब 4 से 5 महीने लगेंगे क्योंकि इसमें नंबर ऑफ द स्टोन देख रहे हैं ना 1798 स्टोन काउंट कैसे करते हैं जैसे मिडिल में लगे ना 8 पीस लगेंगे ऐसे तो ये जैसे इम्बेड कैसे करते हो इसको विद द चीजल्स इंग्रेव करते हैं उसके अंदर फिक्स करते हैं फिर पॉलिशिंग फिनिशिंग बहुत टाइम लगता है भैया जैसे ताजमहल लेके ना हमने 400 साल पहले 20,000 लोगों ने 22 साल में कंप्लीट किया था वही टाइप जैसे गिफ्टेबल आइटम होते हैं भैया वो अपने पास अंदर होते हैं ये देखिए और इसमें आप लाइट लगाएंगे ना उसको आप नाइट लैम्प भी यूज ये भी पत्थर का ही बन गया सब पत्थर है ये चौक वाला भी बेचता है कितना है ये अलग अलग ये देखिए ये पैकिंग होता है इसमें भी आप लाइट लगा कारिगरी छ क्या ताजमहलको पनि दर्शन गर्यो हेऱ्यो घुम्यो अब चाहिँ नि आग्रालाई बाई बाई भन्ने टाइम आइसकेको छ अब हाम्रो प्रस्थान हुन्छ दिल्लीतर्फ सायद दिल्लीमा गएर भ्लगलाई 1-2 दिन विश्राम गरिन्छ होला होइन किनभने त्यहाँनिर अलिकति खासै त्यस्तो डुल्ने काम गरिने डुल्ने काम गऱ्यो भने भ्लग फेरि बनाइन्छ तर दिल्ली गेट गइन्छ अरे उहाँ चाहिँ नि होइन गेट वे अफ इन्डिया भन्न खोजेको एनिवे yeah so then let's continue on for Delhi